हे गाइज वेलकम टु माई फर्स्ट ब्लग। सो गाइज दिस इज माई फर्स्ट ब्लग। अनि यो ब्लगहरूमा चाहिँ म अब आफ्नो लाइफस्टाइलको बारेमा देखाउने होला छु। सो त्यही भएर हल्का सपोर्ट गरिदिनु होला। अनि मेरो टार्गेट चाहिँ के छ भनेपछि 365 डेजमा चाहिँ डेली ब्लग हाल्ने ट्राई गर्नेछु होइन। त्यही भएर हल्का सपोर्ट देखाइदिनु होला। अनि कहिले भिडियो नआयो भने चाहिँ म ब्याकको भिडियोहरू बनाइराख्नेछु अनि त्यो हाल्नेछु। सो त्यही भएर सपोर्ट मिल्यो। आजको मौसम चाहिँ यस्तै छ, पुरै चिसो चिसो हावा लागेको छ। यहाँ एकदम धेरै लुगा सुगा सब सुकाउनु राखेको छ होइन। यहाँ चाहिँ म बस्छु, यो वाला रुममा चाहिँ म बस्छु है। म चाहिँ रेन्टको रुममा बस्छु होइन, भाडा तिर्नुपर्छ। सो त्यही भएर चाहिँ यस्तो रुम छ। अनि ग्यालेरी छ होइन, यता त्यो ग्यालेरी भ्याल्यु। त्यसपछि अगाडि जान्छु, दुईवटा ठाउँ छ गाइज, दुईवटा अनि यो घरमा। यहाँ चाहिँ हल्का यस्तै छ, नर्मल गार्डन टाइपको। गाइज यही घर हो जहाँ म बस्छु होइन। अनि यहाँ चाहिँ हल्का ठुलो नै छ यो घर होइन। सो अब हेर्नु है, म तपाईँहरूलाई देखाउँछु सुरु यहाँबाटै। यहाँ चाहिँ गेट छ ठुलो, यहाँबाट चाहिँ इन्टर गरिन्छ, हल्का अड्किन्छ। अनि यहाँबाट चाहिँ डाइरेक्ट यो स्टार्ट हुन्छ, हल्का गार्डन टाइपको छ यहाँनिर। सो यस्तो भइहाल्यो। अनि रुमहरू पनि धेरै छ। अनि एउटा भाइ छ त्यहाँ, सो त्यो हल्का मजाकियो बढी, कमेडियन बढी छ। सो अब चाहिँ यहाँ नर्मल यो माथि चाहिँ घरको ट्यान्टी बस्नु हुन्छ। अनि यहाँ चाहिँ के भइबस्छ यो होला होइन। अनि यहाँ माथि पनि छ गाइज, रुमहरू चाहिँ टन्नै छ होइन। अनि ठ्याक्कै यहाँबाट यहाँ चाहिँ पछाडिको भाग हो है, यो घरको पछाडिको ब्याक साइड हो। अनि यहाँ चाहिँ यस्तो चाहिँ टङ्की चाहिँ यहाँ पुरै घाटिदिएको छ, पुरै जमिन दसाइदिएको छ होइन। सो गाइज अब चाहिँ म आफ्नो रुम देखाउँछु है तपाईँहरूलाई। यो होला अहिले भर्खर बाहिर ड्यान हल्का भने आज म लाइट अफ गरेको छु, ग्रिनहरू आउँछ ल। लाइट अन गऱ्यो नि त के हो गाइज, अब मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्छु म होइन। यस्तै छ, नर्मल रुम हो। अब चाहिँ यस्तै चाहिँ नर्मल यो काठ टाइपको चाहिँ, यो चाहिँ इग्नोर गर्ने यार, केही हुन्न। अनि यो चाहिँ किचन, दुईवटा रुम छ। यो चाहिँ किचन भइहाल्यो होइन। कति राम्रो किचन छ गाइज, यति भाउ। हल्का क्यामेरा क्वालिटी राम्रो छैन, जस्टेड। अनि यो चाहिँ किचन भइहाल्यो। अनि यहाँ चाहिँ पूजा, मम्मी पूजा गर्नुहुन्छ यता। यो चाहिँ भाँडाकुँडा भइहाल्यो, भाँडाकुँडाहरू यहाँ चाहिँ यस्तै छ। ग्यास चुलो। अनि यो चाहिँ मेरो क्यारम बोर्ड है। अनि यो चाहिँ मेरो बेडरुमको अहिले हालत चाहिँ मैले डाउन गरेको छु, तौलिया। अनि यहाँ चाहिँ दुईवटा बेड छ, दिस इज माई, यो चाहिँ मेरो बेड हो। मैले आफ्नो बुकहरूको धज्जिया उडाइदिन्छु। सो गाइज म चाहिँ अहिले 10 क्लासमा पढ्छु होइन, बोर्ड आइरहेछ। अब त्यस्तै छ पढाइ सढाइ त अहिले। अनि यहाँनिर चाहिँ दराज छ नर्मल मुख हेर्नको लागि, ह्यान्डसम थोपडा। अनि यो टेबल भ्याल्यु, यहाँ म बसेर मस्त पढ्छु अहिले कहीँ। सो गाइज अहिले चाहिँ म अगाडि छु होइन। तपाईँहरूले चाहिँ म यहाँ फुलहरू देख्छु, कस्तो दामी दामी फुलहरू छ होइन। यहाँ यो फुलको नाम के पो हो मलाई थाहै छैन। अनि दामी दामी फुलहरू छ, दामी दामी फुलहरू छ होइन। यस्तो बवाल छ नि, हेर्दाखेरि दिल गार्डन हेर्छ, बवाल छ गाई। सो गाइज अघि चाहिँ मैले त्यो एउटा भाइ कराइरहेको थिएँ नि भिडियोमा अघि, हो त्यसलाई चाहिँ म अघि देखाउँछु है। अब यहाँनिर बसिरहेको छ, पढिरहेको छ अहिले। हल्का फनी छ, बिचमा हल्का फनी गरिहाल्छ, त्यस्तै छ नि। अनि पछितिर चाहिँ हामी साँझतिर चाहिँ आइसक्रिम खान जाने प्लान छ। हो कि सम्राट, उसको नाम चाहिँ सम्राट है हुनसक्छ। अहिले चाहिँ उसको ट्युसन हुन्छ होइन, ट्युसन। त्यसपछि 1 घन्टा ट्युसन पढ्छ, त्यसपछि हामी आइसक्रिम खान जान्छौँ। सो गाइज आइएम ब्याक। अनि अहिले चाहिँ मैले बजारबाट चाउचाउ ल्याएर चाउचाउ भुजा अनि त्यो पकाउँदैछु। ट्याक्क सिमला मिर्च अनि गाजर अनि प्याज हालेर टक्क मस्त बनाइरहेको छु। अनि मजै आउँछ गाइज कुकिङ गर्न पनि, यति मजा आउँछ के भन्नु, कहिले गर्नु होला कि गाइज। अब चाहिँ यो चाहिँ फ्राई भइसक्यो, अब यसमा हाल्छु म चाउचाउ। निकालेर आएको कडाइ सानो भयो।
सो गाइस आई एम ब्याक अनि अहिले चाहिँ रातिको 7:30 हुन लाग्छ अनि सम्राट र म चाहिँ कहाँ जानु थाहा छ चिया खान उहाँ वाल्मिकी स्कुलतिर यहाँ चाहिँ खै के कार्यक्रम हुँदैछ गाइस हामी यहाँबाट जान लाग्छु कपिराइट आउने चान्स बढी छ सो त्यही भएर अलि यहाँनिर सुट गर्न घातक छ सो गाइस अहिले चाहिँ म अगाडि पुगिसकेँ होइन अब यहाँतिर चाहिँ टेन्ट सेन्ट छ किनकि यहाँ धनगढीमा चाहिँ शनिबारे मेला भन्ने लाग्छ होइन शनिबार सो त्यही भएर चाहिँ यस्तो टेन्टहरू छ अघि आउनु पाएन नत्र तपाईँहरूले देख्नु दिइहाल्थ्यो यस्तो बवाल छ गाइस टेन्ट दामी लागेको छ लाइटिङ पनि बवाल छ यतातिर यहाँ चाहिँ डिस्को लाइट छ नाच्नलाई भइहाल्यो एउटा डिजे लिएर आउने बस गाना बजाउनु डिस्ट्रिक्ट नाच्ने भइहाल्छ सो गाइस अहिले चाहिँ होइन हामीहरू यो धनगढीको हल्का ठुलै होटलमा पुगेको छु डिभोटी होटल भन्ने के थाहा मेरो भ्युवर्सहरूलाई के थाहा बवाल भ्यू आइरहेको छ गाइस बट हल्का ग्रेनको प्रब्लम निसर्ग हस्पिटल गाइस यहाँ पुगिहाल्यो हिँड्दैछ एकछिन यहाँ आउँदा हामीहरू चिया खाना भनेर आएको होइन चिया पाक्न धेरै ढिलो हुन्छ भनेर अब चाहिँ आइसक्रिम खोजिरहेको छु अब हल्का बजटको इस्यु छ त्यही भएर नत्र हामीहरू उता गएर खान्थ्यौँ बजट हल्का बढी भयो यसो अब एउटा ठेला रेडा खोजिरहँ रेडा भने एउटा साइकल टाइप दिएछ सो गाइस अहिले चाहिँ हामी त होइन चिया नखाएर डाइरेक्ट आइसक्रिम खान लाग्छु अब चाहिँ रिटर्न ब्याक टु होम आइसक्रिम कुल्फी खान लाग्छु आइसक्रिम पनि के भन्नु कुल्फी हो कि नै चिसो यति छ नि स्वादै आउन खाने साइकल घुमाउने तेरो चेन हल्का गाइस अब घर पुग्ने आँटेको छ भनेर सो गाइस आइसक्रिम खाएर अब हामीहरू घर पुगिसक्यौँ त्यहाँ बिचमा राइट से यार एक बार भुखा खा चुका हूँ अब नहीं खाऊंगा डुम त्यहाँ दिइहाल्यो यार अँध्यारो छ यहाँनिर यस्तो छ पुगिहाल्यो एउटा पुर देखाउँछु गाइस यसो बिचारा खुट्टै छैन बिचारो नभन कम्ता खतरनाक छ उठिहाल्यो सो गाइस फाइनली हामीहरू चाहिँ घर पुगिसक्यो होइन अब चाहिँ हामीहरू आफ्नो रुममा जान्छौँ हल्का पढाइ गर्छु पढाइको नाममा थाहै छ के गर्ने होइन त्यसपछि यस्तै छ खानासाना खायो त्यसपछि हल्का एडिट गऱ्यो सुत्यो सो त्यस्तै छ अनि यो चाहिँ फर्स्ट भ्लग छ कस्तो लाग्यो राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि भोलि चाहिँ अब आउँदै जान्छ रेगुलर भ्लगहरू चाहिँ होइन सो यस्तै छ भिडियो राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला छिटो भेटौँला अर्को भ्लगमा थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज बाई